हालखबर तपाईँहरूको हालखबर ठिकै छ होला है त। आजबाट चाहिँ म नि त्यहाँ लामोचौरमा सलनको दिदी यहाँ हाम्रो दिदी भन्ने माउजा दिदीकोमा सलन र म चाहिँ अब ट्रेनिङ सेन्टर छिर्ने भनेर आज आमाको गएर कुरा गर्छु। ट्रेनिङ सेन्टरमा कति लाउँछ यहाँ त्यहाँ बुझ्यो भने अब 15 दिन हुन्छ 30 दिन जति बस्छौँ है त। ट्रेनिङ सेन्टर बसेर यसो गेम ल्याउनु भनेको अब यहाँ लास्टै भयो है त। अब त्यहाँ लामोचौर गएर जान्छौँ, लामोचौर गएर जान्छु। अहिले बसमा छु, बुर्चुङलाबाट हिँड्छु है त। अहिले लामोचौर गएर भेटौँ है त। साथीहरू म चाहिँ यहाँ अहिले लामोचौर आइसकेको छु। त्यहाँ चाहिँ सलनको कोठा चाहिँ कता छ थाहा छैन मलाई। सलन आएको छु, ट्याक्क सलनले लिन आउँछ। अनि त्यसपछि सलनको त्यहाँ हामी त्यहाँ दिदीको कोठामा जान्छौँ। अनि त्यसपछि गएर त्यहाँ ट्रेनिङ सेन्टरमा यसो छलफल गर्छौँ के गर्ने भनेर। यताबाट भेटौँ न अहिले सलन आएको साथीहरू। म चाहिँ यहाँ लामोचौरभन्दा माथि यता घरमी जाने बाटोबाट यहाँ उस नि त यहाँ ट्याक्क मन्दिर भएको यहाँ घरमीभन्दा यता रहेछ क्या, यहाँ रहेछ क्या है त। यता घरमी जाने बाटोतिर रहेछ क्या दिदीको कोठा चाहिँ, यो नि यहाँ रहेछ है त। हामी चाहिँ आइसकेको छौँ यहाँ मन्दिरमा। यस्तो एकैछिन यस्तो फोटोसोटो हान्न डुल्न आएको यहाँ चाहिँ है त। अहिले एकैछिन चाहिँ उता दिदीको ठाउँमा भेटौँ ल। A few moments later. 2,000 years later. 1 eternity later. साथीहरू हामी चाहिँ यहाँ ट्याक्क मन्दिरमा यहाँ यस्तो फेउताल जस्तै रहेछ क्या, ट्याक्क तालको बिचमा मन्दिर रहेछ, दामी रहेछ। यहाँ मुनि माछा नै रहेछ क्या, माछा नै हुँदो रहेछ क्या। हेरिराख्नु भयो नि माछा हुँदो रहेछ क्या, माछा नै रहेछ ट्याक्क फेउताल जस्तै रहेछ क्या। यहाँ ट्याक्क लामोचौरभन्दा माथि यस्तो रहेछ क्या, यहाँ पूजा गर्ने ठाउँ होला है त साथीहरू। अब चाहिँ हामी एकैछिन यहाँ यस्तो शीतल हावा खाँदै बस्छौँ अनि दिदीको कोठामा जान्छौँ है त भेटौँ ल अहिले। साथीहरू हामी चाहिँ यहाँ दिदीको कोठामा आइसकेको छौँ। यहाँ पङ्खामा गर्मीले लो ताने गर्मी छ ए पोखर। अब चाहिँ ट्रेनिङ सेन्टर जानु लाग्यो, यसो सोध्न हालखबर यसो सोधेर आउँछौँ है त भाइ त। अहिले भेटौँ ल एकैछिनमा ट्रेनिङ सेन्टर ल त, बाई बाई। A few moments later. 2,000 years later. 1 eternity later. ल त साथीहरू हामी चाहिँ दिदीको कोठाबाट अब ट्रेनिङ सेन्टरमा यसो सोध्न लाग्यो के हुन्छ यसो छलफल गरेर ट्रेनिङ सेन्टरमा अब गएर अब कति दिन बस्ने हो, पैसा कति दिने हो, यसो डिस्काउन्ट दिन हेरौँ है त गएर है त। हेरिराख्नु होला साथीहरू। बगर जाने तल गएर यसो बगर गएर भेटौँ है त। यो हो कि हामीले एससी दिएको उसै विद्यावासन स्कुल, यहाँ एससी दिएको थियो क्या हामीले 2082 को ब्याचले यहाँ यो एससी दिएको है त। भनेको गएर बगरमा भेट्छौँ है त साथीहरू। हामी चाहिँ यहाँ बगर झरिसकेका छौँ, बगर झरेर अब हिँड्ने हो हेरौँ है त। कहाँबाट जाने छन्याल समाज नदीपुर हो है त। नदीपुर सन्त्याल समाजमा ट्रेनिङ सेन्टर आज कस्तो हुन्छ यसो सोध्ने हो, भोलिबाट जाने हो त। J1 हो साथीभाइ हो, फर्स्ट ल त केटा फर्स्ट हो यो। हेरिराख्नु होला त भिडियो अन्तिमसम्म। अब गएर यही छन्त्याल समाजमा गएर भेटौँ ल है त। A few moments later. 2,000 years later. 1 eternity later. है त साथीहरू हामी चाहिँ यहाँ ट्याक्क छन्त्याल समाजमा आइसकेका छौँ। त नेपाल छन्त्याल सङ्घ रहेछ है त। हामी भिडियो चाहिँ अवधिबाट आज फर्स्ट डे 1 छन्त्याल समाजमा है त। कस्तो जान्छ हेरिराख्नु होला। अब गएर त्यहाँ कुरा गर्छौँ त्यहाँ अब साथी आउँछ र दाइ आउँछ नि, दाइलाई कुरा गरौँ अनि दाइले उता कुरा गर्नु है त। अहिले एकैछिन गएर साथीहरू हामी चाहिँ
ट्याक्कै यो सन्तल समाजको ट्याक्कै यो ग्राउन्डमा आएका छौँ ल है त। हामी चाहिँ अहिले एकैछिनपछि दाइसँग कुरा गर्छौँ अनि दाइले कुरा गरिदिएपछि एकैछिनपछि यहाँ आउँछौँ है त। दाइ त अहिले एकैछिन A few moments later. 2,000 years later. 1 eternity later. केटा हो यहाँ चाहिँ फर्म भर्नु लाग्यो त। यसले चाहिँ मैले भरिसकेँ, यसले भर्नु लाग्यो फर्म है त। फर्म भरेर अहिले एकैछिनमा भेटौँला। A few moments later. 2,000 years later. 1 eternity later. हेलो केटाहरू साथीहरू ल त यहाँ चाहिँ के रहेछ भने सिस्टम चाहिँ ट्याक्क बेलुका 3:30 बजी रहेछ खेल्ने सम्पूर्ण यहाँ ट्रेनिङ गराउने चाहिँ। अनि शनिबार छुट्टी हुँदो रहेछ अनि यस्तो हुँदो रहेछ क्या। म चाहिँ यहाँ 1 महिना ट्रेनिङ गर्न आउने भनेको 1 महिना जति बस्छु भनेको धेरै मिलेन क्या। 1 महिनाको 2000 लिन्छ जस्तो कुराहरू थियो। यहाँ आएर 3000 भने फर्म भर्नेको मात्रै 3000 रे जर्सी नै पाउँछ भन्थ्यो के यार। यस्तो शनिबार नै छुट्टी नभइकन ट्रेनिङ गराउने होइन। यसो बिहान बेलुका गरेको बिहान पनि नआउँदो रहेछ, दिउँसो नआउँदो रहेछ, सिधै बेलुका 3:30 बजे अहिले हुन होला बरु भन्दा गाउँमै बल खेल्यो भने हुन्छ केटा हो। ट्रेनिङ त यस्तो यहाँ नआए नै हुन्छ, गाउँमै बस्छ बरु त खेल दाइहरूले सिकाउँछ है। यहाँ नआए हुन्छ यही काम छ नि केटा हो। ट्रेनिङमा आएर अन्त ट्रेनिङमा आयो भने छुट्टै कुरा हुन्छ। ट्रेनिङले चाहिँ डेन्जर राम्रै खेलाउँछ। यहाँ यस्तो सर्ट हानी सिकाउन त राम्रै सिकाइरह तर त्यो पनि तर यहाँ आएर पैसा वेस्ट गर्नुभन्दा आफ्नै गाउँतिर बस्नु घरतिर त्यहाँ दाइहरूले सिकाउँछ होला। यसो बल खेल्न सिक्नु मन भने दाइहरूले सिकाइदिन्छ। यस्तो यहाँतिर नजान्छ ल है त केटा हो। फेरि राम्रो आजको भ्लग यति नै। हामी चाहिँ यहाँ आएर यस्तो ट्रेनिङमा बुझौँ भनेको बुझिसक्यो कस्तो के हुँदो रहेछ बुझ्यो होइन। म भनेको यहाँ बुझेर 1 महिना जति बस्छौँ भनेको हो बुझेँ हुँदैन रहेछ। अब 1 महिना बस्दैन म अब सिधै गाउँ जाने हो। आजको लागि यति नै है। आजको ब्लग यति नै ल। भोलिबाट अर्को ब्लग गरौँला।